टु ब्याक टु माई च्यानल। आज चाहिँ मनिकाको नयाँ घरमा आएको पूजा छ। यहाँ धेरै मान्छेहरू हुनुहुन्छ। दिदी हेलो, दिदी हेलो, दिदी सबैजना जागो सबै बैठक बस्नु नयाँ घर गाइजहरू। मनिका हेलो, मनिका हेलो हेलो मनिका यसको भलक नै हेर्नु है गाइस, त्यो मोटी हो गेन्डी हात। मनिका मलाई खसाल देख्नु गाइस। अङ्कल कि नाना हजुरआमै नयाँ गाडी नि गाइजहरू, नयाँ गाडी नयाँ घर गएको गएर आइसकेको म घर हो। साँच्ची कसम कसम ल। हेलो आन्टी, आन्टी हेलो। आइसक्रिम फर्सरीहरू खाइ। नयाँ घर है, नयाँ घर। वेलकम टु नयाँ घर। स्कुल गएर आएको है म गाइस। म सबैले घरको नपत्ताउनु होला। म 1 बजे छुट्टी गरेर आएको। बरु हाम्रो रिया हो स्कुल नगएको चाहिँ। घाम छ गाइज। लास्ट यति रफर बस्ने हो, यति रफर गाइजहरू यस्तोको कुरा नपत्ताउनुहोस् के गाइज। के भनेस् हाम्रो यतातिर धेरै मकै खेती छ। मकै खेती हेर्न छ भने हाम्रो घरतिर आउनु गाइज। बुटो फर्सटीको सुजन फर्सटीको हाल बजार। हाम्रो मोनिका चाहिँ भ्लगरको 2 भ्लग हो। मोनिकाको पनि हेर्ने गर्नुहोस् गाइज। मेरो त दुर्गा घरतिर हाम्रो तरकारी बारी गाइज। बजार लाग्थ्यो त तपाईँहरू बजार आउनु भयो भने मोनिका घर पस्नु है भित्र। भित्र पूजा हुँदै हेलो पूजा हुँदैछ गाइजहरू। पूजाको माथि जानुहुन्न, हेल्लो पनि भन्नुहुन्न क्या, मात्रै भन्नुहुन्थ्यो सबैजना। हाम्रो मामा हेलो मामा। ओहो नमस्कार है, नमस्कार। फर्ने हुने चाहिँ घरको फर्ने हुनेछ। खाँदैछु आङ्को जानुकान्डीले बोलाउँछ आउँछ। हाम्रो स्कुल गएको तर नगएको भन्नुहुन्छ। अनि कतिवटा धेरै छ। हाम्रो सुषमा दिदीले नयाँ किचन गाइज, नयाँ किचन खाएर त्यस्तो भइसकेन। सबै बैठक नयाँ घरमा छौँ। टिकटक हेर्नु है, टिकटकमा लाइक कमेन्ट गर्नुपर्छ। स्कुल गएर आएको नपत्ता गाइज ब्यागहरू। यो चाहिँ हाम्रो मन्जु दिदी कोठा मन्जु दिदीको मोबाइल गाइज। यहाँ हालत त्यस्तो छ। मोनिकाको ड्रेस हेर्नु, यो हाम्रो सर म्यामले हेर्नु भने हेर्नु पर्दा खाली गाइज। औठी हेर्ने हामी बसेर खाँदैछौँ। अच्छा रिया What is your name? My name is Gauri.
हाँस्न पनि केही कुरा खानु काटेर त्यो पनि हाँस्छन् यस्ता छन् मान्छे इङ्ग्लिस बोर्डिङ पढ्नु भएको नि त उहाँले त्यही भएर अब किप साइलेन्ट भन्नुहुन्छ इङ्ग्लिस हाल्नु गाई नेपाली हो सक्का नेपाली तर बोल्नु जान्नु भएको छैन गाई हेर्नु कस्तो राम्रो छ है सबै छोडिन्छ तर खाना छोडिन्न है हो कि मनिका फेरि टप्किन् मनिका म बाहेक कोही हिँड्दिन मेरो पुच्छ र नि त गाइज भ्लगमा भ्लगमा आज हामी हेर्नु हामी नाच्छौँ हेर्नु बच्चीलाई देख्दाखेरि ढल्न मन लाग्छ कि गाइस मलाई नि ठुला मान्छे देखेर ढल्न मन लाग्छ के गाइस हो सबभन्दा ठुलो म हो म 71 मोनिका 72 रिया चाहिँ 73 रिचा 76 अहिले 3 मा 5 मा 6 मा हामी दुईटा चाहिँ म पनि खासमा 71 हो तर मेरो वैशाखको खासमा म जन्मेको चैतको 29 गते हो त्यहाँदेखि वैशाखको 1 गते गराइदिएर 72 भयो म पनि 71 हो के अरे 8 महिनाको फरक छ यिनीहरू चाहिँ मेरो भदैनी है भदैनी हाम्रो किनभने हामी धेरै बुढो भइसक्यौँ के मेरो पनि भ्लग हेर्नु ला मैले पनि हाल्छु यो गाइस यो बुके चाहिँ मैले बनाएको मैले पनि हो हेल्प गरेको यो मनिकाको कुरा कहिले पत्ताउनु हो के भन्छ त्यसलाई अघि देखिसकेको सन्चै हुनुहुन्छ यसरी राखेपछि दोहोऱ्याउनु पाइन्छ फुकाउनु भयो बाँधेर बाहिर गइहाल्छु केही फरक पर्दैन बाँध्नु होला फेरि है पार्रा त्यो बत्ती कता राख्नुहुन्छ यतै राख्नु
बत्ती राख्ने काम अहिले गरेको अब त्यही हो पङ्खा लाउनु पाइन्छ 6-7 मोनिका चाहिँ 6-7 जान्यो बान्यो सबैले गाई बान्ने पार्टी लाइनमा फाइनल्ली अनि आन्टीहरू सबै यहाँ हेर्नु यहाँ पानी खाएको पनि ढङ्ग होइन कि अलि गाइजहरू त्यो सबै यहाँ अनबक्सिङको भिडियो पनि हेर्नुभयो के हेर्नुहुन्छ अब बजारतिर लाग्ने म चाहिँ स्कुलबाट आएको नत्र हेर्नु रिबन पनि लाउँथेन नि त म झुट बोल्दिनँ कि सोच्छु मान्छे म यता चाहिँ किचनको साइडतिर मोनिकाको साइकल गाई मलाई यस्तै किन्ने भनेको फुल भ्लग चाहिँ धेरै लामो हुने भयो त्यही पनि अब हेर्नु केही हुन्न अस्ति नै मोनिकाको बर्थडेको दिन धेरै जस्तो मोनिकाकै बारेमा जान्छ कि यहाँनिर धेरै जस्तो मोनिकाको घरतिरै हुन्छु र घर पनि हुन्छ तर मैले खासै भ्लग बनाउन्न त्यही भएर धेरै लाइन छ बान्ने यता गएको त्यो बान्ने भिड छ यो